हेलो गाइस, हामीले त सपिङ गरेर नि गन्डा चोरी खान लाग्यो। गन्डा चोरी खान लाग्यो। यहाँ जानु भएको थियो इनका लागि गन्डा चोरी चोर्नु उडेछ हामीले। हेलो गाइस, गुड आफ्टरनुन सबैजना। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छु। म पनि छु अनि अब चाहिँ म अहिले बजार जान लाग्छु साथीहरू। अनि अहिले म चाहिँ बजार जान्छु अनि म जानु देखाउँछु गाइस। बाईहरूको लागि म त अहिले बाटामा पुगेको छु। यहाँ पछाडि भाउजू छ नि, अगाडि भाउजू छन्। यी सबै भाउजू मात्रै भाउजू खेल्ने आइज भनेर हामी सबै आज हामी चाहिँ पर्तापुर जान लाग्छु बजार। चल म चाहिँ आधा बाटो पुगिसकेँ। मैले त घडी ल्याएन रहेछु साथीहरू। क्या दाउता साथीहरू, यसै छ दिन। म चाहिँ अब कान छिन्टेको देखाउँछु। कान छिट्टाएर साथीहरू कान छिन्टिने हो। कान छिटेर देखाउँछु। हामी चाहिँ पर्तापुर पुग्यौँ। हाम्रो जुली त्यहाँ छ। यहाँ छ हाम्रो जुली। जुली म चाहिँ यहाँ छु। अब हामी जान लागेका छु अफिस गाविस अफिस भन्न लाग्छु। गाविस जान लाग्छु। क्या कटिङ चैन हाल्ने थिएको। अब हामीको चैन अङ्कलका स्वेटरको चैन हाल्न जान लाग्छु। हामी चाहिँ यिनको काम गाविस छ, क्या काम छ थाहा छैन। म चाहिँ गाविस जान लाग्छु अहिले। यहाँ त भिडियो रहेछ त। यहाँ ठुल्ठुलो खिचेको थियो मैले त काम चाहिँ गाविस जान लाग्छ। गाविस हाम्रो अगाडि जुली हाम्रो अगाडि दौडिनु लाग्छ। यो चाहिँ हाम्रो पर्तापुरको बजार हो गाइस, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पर्तापुरको गाविस हो। जुत्ता आइगयो त यहाँ त बहुत क्वालिटीको। कुर्ती पनि आइगयो, जकेट पनि आइसक्यो। कुर्तीको खाली छ। आज यता मम्मी अङ्कल खिलाउँछ हामीलाई। पैसा ल्यायो कि नै बाउ पराया सबैजना बिरामी भएर गएको पैसा झन् यही महिना पठाइदिलाउने अरे बिरामी भएर सक्यो। हामी चाहिँ गाविस पुग्छ। गाविस बन्द छ नाके। यो चाहिँ हाम्रो गाविस हो। यो चाहिँ हाम्रो गाविस हो। गाई हेर राम्रोसँग हेर्नु। म पहिला यहाँ कम्प्युटर क्लास सिक्न आउँदाखेरि यहाँ अम्बा चोरी खाँदा यहाँ पछाडि यहाँ पनि अब नयाँ बनिएको रहेछ नि। हामी अम्बा चोरी खाँदा चाहिँ कम्प्युटर सिक्ने साथीहरू। आजकल त नाप सही छ, आजकल यहाँ छैन। गाविस पुगिसक्यौँ। गाविस बन्द छ कि चालु छ थाहा छैन। हामी यहाँ छु। कहाँ छ नि, यहाँ छन् पुगु। म चाहिँ यहाँ छु। अहिले गाविसमा काम छ। हाम्रो चाहिँ काम भइसक्यो। काम भएर पनि हामी जान लाग्छौँ घर नै होटल चाउमिन खान जान लाग्छु साथीहरू। चाउमिन खान मलाई चाहिँ पानी तिर्खा लाग्छ बोली त्यो चाहिँ हाम्रो धारा पनि सुविधा एकदम हालिदिएको छ। धारा छिटो पे न त पानी जाँदो भयो। गयो पानी आउँदैन। बन्द छ कि चालु छ? चालु गरेर त हेर बन्द छ। धारा बन्द छ कहीँ जाएर मैले चाहिँ चालु गर्दै यहाँबाट चाहिँ पानी पिन लाखान। मैले चाहिँ पिइसकेँ के पिएकी छैन, पिन्छु म।
चलो चल दिखे चप्पल किन्न गएको कति चप्पल किन्दा छ हेर नि चप्पल छैन मेरा सोधेर आऊ न यहाँ बस्ने बनाइदिएको छ यहाँ चाहिँ हाम्रो गोलु छ गोलु यस्तो जिउडा एक्टिङ गर्न रहेछ यहाँ चाहिँ हामी यहाँ छु हामी यहाँ बसेका छु यहाँ चाहिँ हाम्रो अफिस कार्यालय वडा कार्यालय छ 9 वडा नम्बर कार्यालय पर्तापुर कैलाली लेख्न पनि कार्यालय पर्तापुर वडा नम्बर 9 कार्यालय पर्तापुर 9 नम्बर वडा कार्यालय एजियो लेख्ने नि कसले लेखिदिएछ यसरी यहाँ चाहिँ 9 नम्बर वडा कार्यालय क्यामेरामा यहाँ छ नि यिनका आँखा घामले टलक्कै यहाँ पहिला हामी कम्प्युटर सिक्थ्यौँ गाई त्यतिखेर अम्मा चोरेर खान मजा आउँथ्यो यहाँ अम्मा खाँदा क्या कसमा चाहिँ पाकेको हुँदा चाहिँ तिनीहरू अम्मा हामीलाई दिँदा चाहिँ हामी त खाँदैन थियो ऊ त्यो समीर तिनीहरू टिप्न जाँदा चाहिँ त्यो समीर त्यो कम्प्युटर क्लासमा अब जाने म त पहिला चप्पल किन्नु पर्यो त्यसपछि त गर्नु गाई हामीले त सपिङ गरेर पनि गन्डा चोरी खान लाग्छ गन्डा चोरी खान लाग्छ यहाँ चाहिँ गर्छु यिनका लागि गन्डा चोरी चोर्नु उडेछ हामीले यहाँ चाहिँ बढी त्यहाँ चाहिँ 3 जनी चोर्यो नि त्यहाँ 3 जनी चोर्यो नि 2 जनी यहाँ छ गन्डा चोरेर पनि गएकी छ जुली हाम्रो पछाडि चाहिँ सपिङ गरेर पनि मैले भिडियो बनाउनु पाएन नास्ता तिमीलाई बम्बई जाने मन लागेन अरे यस्तो रमाइलो पाएर अनि चाहिँ अब हामी घरै बस्ने मान्छे हामीलाई केही छैन त्यसो 3 जना गन्डा छ साथै 3 जना गन्डा चोरिया हट्न परे झन् तिनका हात त सबभन्दा ठुलो तिनका हात यो चाहिँ हाम्रो हात मैले चोर तर मलाई यत्रो मिल्यो चोर त होइन जयको खाने मन छ उइका लागि चोर जयको हात त यत्रो छ उही त पैसा दिया गयो खाए 2 जनाले फेक भाउजूले खायो मेरा हाथ गली गयो क्या दाउ मेरा हाथ गली गयो म घर पुगेपछि बेला मैले क्या किने भनेर गाइस गाइस हामीले त सपिङ गरेर पनि गन्डा चोरी खान लाग्छ गन्डा चोरी खान लाग्छ यहाँ चाहिँ गर्छु यिनका लागि गन्डा चोर्नु उडेछ हामीले यहाँ चाहिँ बढी त्यहाँ चाहिँ 3 जनी चोर्यो नि त्यहाँ 3 जनी चोर्यो नि 2 जनी यहाँ छ गन्डा चोरेर पनि गएकी छ जुली हाम्रो पछाडि चाहिँ सपिङ गरेर पनि मैले भिडियो बनाउनु पाएन नास्ता तिमीलाई बम्बई जाने मन लागेन अरे यस्तो रमाइलो पाएर अनि चाहिँ अब हामी घरै बस्ने मान्छे हामीलाई केही छैन त्यसो 3 जना गन्डा छ साथै 3 जना गन्डा चोरिया हट्न परे झन् तिनका हात त सबभन्दा ठुलो तिनका हात यो चाहिँ हाम्रो हात मैले चोर तर मलाई यत्रो मिल्यो चोर त होइन जयको खाने मन छ उइका लागि चोर
सोनाले त यु यसलाई पक्रेनु मेरो त अगाडि डन्डाले हान्नु नभए खेले हान्नु थाहा छैन जय गाह त यत्रो छ उही त गो तु पैसा दिया गयो के गरी नले खाए दुई जनाले फेक भाउजूले खायो जिसका मतलब जिसको हल्ला हो तो मेरा हाथ गली गयो क्या बताऊ मेरा हाथ गली गयो म घर पुगेपछि भिडियो मैले क्या किने भनेर गाइस सरसुत खेल्नु होला अनि तर म त घर पनि पुगिसके घर पुगेर बसिरहेको छु म अहिले भर्खरै घर पुगे साथीहरू क्या गर्ने यसै छ हैन अनि अहिले भर्खरै घर पुगे अब घर पुगेर म चाहिँ अहिले के सामान किने भनेर देखाउँछु हैन त मैले अहिले चप्पल पनि किनेर ल्याएर आइसक्यो हैन अनि चप्पल पनि किनेको छु यहाँ छन् मेरा चप्पल अनि म चाहिँ अहिले घर छु घर अनि मैले बजार घुमेको अनि बजारमा चप्पल किनेको त्यो गरेको भिडियो बनाएन किनकि त्यहाँ मान्छे धेरै भिड छ अनि बनाउन पनि पाएन हैन साथीहरू अनि क्या गर्ने यस्तै छ अब जिन्दगी भिडियो हल्का हल्का सुरुवात छ भिडियोको त्यही भएर अब पछि चाहिँ बनाउला अहिले मेरा चप्पल यहाँ छन् अनि म कान पनि छिटिरहेको छु यहाँ देख्न सक्नुहुन्छ मेरो कान यति माथि 1 2 3 ठाउँ छेडेर पनि आएको छु हैन दुईटै कानमा छेडेको छु अनि पोत लाग्छ अहिले त यति भन्दै सबैलाई बाई बाई।